ओइ हेलो मेरा प्यारा साथीहरू, आज हामी आएका छौँ नेपालको टप 10 मा पर्ने हन्टेड प्यालेसमा, जसको नाम हो कुटी। आज हामी त्यहाँ जाँदैछौँ र तपाईँहरूले त्यहाँ भेटाउँछौँ। त्यहाँ केही हामीलाई भूतसुत भेटिन्छन् है, घोस्ट। अब जाँदैछौँ हामी चाहिँ। तपाईँ हामीसँग जोडिएर बस्नु होला र यो भिडियोलाई लाइक, सब्सक्राइब र सेयर गर्न नबिर्सनु होला गाइज। तपाईँहरूलाई पनि भेटाउँछु त्यो हन्टेड प्यालेसमा। र आज हामी एक्लै आइरहेका छौँ यो मजेदार च्यालेन्जमा र खतरनाक च्यालेन्जमा। त्यसैले यो भिडियोलाई लाइक गरिदिनु होला छिटोभन्दा छिटो। हामी जाँदैछौँ त्यो हन्टेड प्यालेसमा। आज हामी दिनभरि यतै बिताउँछौँ। एक्लै आएको छु म अहिले चाहिँ। डर त लाग्छ एक्लै आउँदा। हामी आइसकेका छौँ। नजारा देख्न सक्नुहुन्छ यहाँको, एकदमै हन्टेड प्यालेस जति हो। परसम्म केही छैन यहाँ, देख्न सक्नुहुन्छ गाइज। टाढासम्म केही छैनन्, डाँडाहरू मात्र छन्। हामी जाउँ अब, जाउँ गाइज। यताबाट माथि जाने बाटो रहेछ, बाटो माथि जाउँ हामी चाहिँ। देख्न सक्नुहुन्छ गाइज, एक्लै आएका छौँ। यहाँको बारेमा चाहिँ हामीलाई यहाँको लोकल मान्छेहरूबाट थाहा भएको हामी बताउँदैछ। यस ठाउँमा चाहिँ एउटा लेडी मतलब केटी मान्छे यहाँ चाहिँ एक्लै बस्नुहुन्थ्यो र एक दिन उहाँको डेथ भएको थियो। यो पुरै इलाकामा एक्लै, यहाँ लगभग 1 किलोमिटर डायमिटर जतिको एरियामा केही पनि छैन, न घर छन् न केही छ, केही पनि छैन। यहाँ एक्लै बस्नुहुन्थ्यो एउटा छोरी मान्छे चाहिँ। त्यसपछि उहाँको डेथ भइसकेपछि यहाँ अब यस्तो काम सुरु गर्न थालियो। यहाँबाट ग्राउन्ड बनाउन थालियो, यहाँबाट ढुङ्गा निकाल्न थाल्यो थोरै। एक दिन फेरि ढुङ्गा निकाल्नको लागि भनेर एउटा डोजर आफै स्टार्ट भएर आफै खन्न सुरु गरेको थियो। र त्यहाँदेखि यस ठाउँलाई हन्टेड मानिन्छ। देख्न सक्नुहुन्छ गाइज, यहाँ अहिले त झाडी भइरहेको छ, देख्न सक्नुहुन्छ गाइज। यस्तो छ यहाँको भ्यू। अब एकछिन यहीँ बसौँ, केही भयो भने हामी तपाईँहरूलाई बताउनेछौँ। एकछिन बसौँ। गाइज यहाँबाट केही आवाज आएको छ। आउँदा बित्तिकै पनि हामीलाई त्यस्तै आवाज आएको थियो। एउटा लेडी छोरी मान्छे रोएको जस्तै आवाज आएको थियो। अहिले पनि त्यस्तै आएको छ। अजिब घटनाहरू भइरहेको छन् यहाँ चाहिँ मेरो साथमा। केही पनि छैन यहाँ त। यो चाहिँ घर रहेछ गाइज, हेर्नुहोस्। घरको हल्का गाह्रो पनि छ। साथै यहीँबाट घर भर्खरै पनि यहीँबाट आवाज आएको थियो। डर लागिरहेको छ गाइज। एक्लै छु म यहाँ चाहिँ। यहाँबाट अलि पर जानु पर्ने त डर लागिरहेको छ एकदमै। अब उता जाऊँ, केही भयो भने हामी तपाईँलाई बताउनेछौँ। एकदमै डर लागिरहेको छ गाइज मलाई चाहिँ।
जाउँ अब हामी। तल झर्ने बाटो रहेछ। एकदमै ठुलो एरिया छ यो चाहिँ, धेरै ठुलो छ। यहाँ चाहिँ एउटा बस्ने जस्तो रहेछ, एकछिन बसौँ, थकाइ मारौँ, एकदमै थकाइ लागेको छ गाइज। डर लागिरहेको छ एकदमै गाइज, एकदमै डर लागिरहेको छ गाइज। अब एक्लै आएँ, कसैलाई पनि ल्याइन। 1-2जना साथीलाई ल्याउन पर्दो रहेछ भन्ने चाहिँ भएको छ। अहिले चाहिँ एकदमै हन्टेड ठाउँ हो यो चाहिँ। डोजर मिसिन आफै स्टार्ट हुनु भनेको एउटा सानो कुरो होइन। यहाँबाट लगभग 1 किलोमिटर टाढा चाहिँ एउटा गाउँ छ। 1 किलोमिटर टाढा, 1 किलोमिटरको हाराहारीमा छ एउटा गाउँ चाहिँ। अहिले बज्दैछन् 11:56 भएको छ। अब दिउँसोको 12 बज्दैछ। दिउँसोको 12 बजे त केही हुँदैन होला, रातिको 12 बजे भन्छन् भूत आउँछ भनेर। दिउँसोको 12 बजे त आउँदैन होला सायद। जाउँ गाइज, अब केही भेटिन्छ कि यसो डुलौँ यहाँ गाउँतिर। एकदमै डर लागिरहेको छ गाइज। तर पनि यस्तो हन्टेड प्लेसमा एक्लै जानु होला, कहिले डर लाग्छ। धेरै डर लागिरहेको छ गाइज, धेरै शान्त छ यहाँ चाहिँ, केही स्वर कि छैन। कतिवटा रोएको बच्चा रोएको, अनि एउटा महिला रोएको जस्तो आवाज आउँछ। कोही त छैन नि, फेरि पनि आवाज आयो गाइज। भागौँ यहाँबाट, एकदमै डर लागिरहेको छ गाइज मलाई। क्यामेरामा नसुनिन सक्छ, एकदमै सानो आवाज आएको छ। एकदमै धकधक भइरहेको छ दिल चाहिँ, एकदमै धेरै डर। भयो गाइज, सुना गाइज आपने, मतलब सुन्नुभयो तपाईँहरूले? यताबाट आवाज आइरहेको छ, केही न केही त पक्कै छ। मलाई पनि लाग्यो, पहिला त मलाई विश्वास भएको थिएन यो त्यो गाउँको मान्छेबाट। रातिमा एकदमै ठुलो आवाज आउँछ अरे, अनि केही बाटोमा कोही नभए पनि केही हिँडे जस्तो आवाज आउँछ अरे, त्यही भन्नुभएको थियो त्यहाँको लोकल मानिसहरूले। फेरि पनि आवाज त आइरहेको छ गाइज, रोकिएको छैन, तर क्यामेरामा नसुनिएको हुनसक्छ। अब तपाईँहरूलाई मैले कसरी विश्वास दिलाउँ कि यहाँ केही न केही छ भनेर।
कमेन्ट गर्नु होला यस्तो किन भयो। जाउँ गाइज अब हामी अझै यसो 5-10 मिनट यहाँ घुमाउँ अनि हिँडेको जस्तो पनि आवाज आइरहेको छ गाइज। एकदमै डर लागिरहेको छ एकदमै गाइज एकदमै। मेरी तो फट रही है। अबे को गेट भुइँमा बेसरी खसे जस्तो अथवा केही फलामको चिज भुइँमा खसे जस्तो आवाज आयो यताबाट। किन भयो होला। तपाईँ पनि आउनु सक्नुहुन्छ यो नेपालको, तपाईँ पनि आउन सक्नुहुन्छ यहाँ यो नेपालको अर्घाखाँची जिल्लामा पर्छ। अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर 8 छत्रदेव र गुल्मीको सिमाना हो गाइज। यो उस के अरे छत्रदेव गुल्मीमा अर्घाखाँची र गुल्मीको अर्घाखाँची र गुल्मीको ठिक सिमाना हो यो। कत्नाबाट छ भने सिमाना घर त्यो उसको एउटा महिलाको घर थियो। अझै पनि हल्का हल्का गाह्रोहरू त छ, फेरि पनि देखाउँछु तपाईँहरूलाई। फलामको चिज खसे जस्तो आवाज छ। फलामको चिज केही छैन लाग्छ मलाई। पक्का घरकै घर हो। एकदमै हन्टेड। अब हामी घर जान्छौँ। यो मान्छे धेरै डराएको छ भन्नु होला। यहाँ ठाउँ नै त्यस्तै थियो। तपाईँ पनि एकखेर आएर देख्नु होला। एक्लै म अहिले एक्लै छु। फटाफट जाउँ गाइज घरतिर। यस्तो हन्टेड। अब हामी चाहिँ बाटोमा आइसकेका छौँ। आजको लागि यति नै गाइज। अब तपाईँलाई पनि यस्तै हरर भिडियोहरू चाहिएको छन् भने कमेन्ट गर्न नबिर्सनु होला र यो हाम्रो भिडियोलाई लाइक र सब्सक्राइब गर्न नबिर्सनु होला। आजको लागि यति नै। हामी फेरि अर्को भिडियोमा भेटौँ। त्यतिखेरको लागि नमस्कार, जय नेपाल।